के तपाईहरु पनि आफ्नो फेसबुकको पासवर्ड बिर्सिनु भएको छ? यदि तपाईले आफ्नो फेसबुकको पासवर्ड बिर्सिनु भएको छ भने यो भिडियो तपाईकै लागि हो कि हामी चाहिँ आफ्नो फेसबुकको पासवर्ड बिर्से तापनि हामीले आफ्नो फेसबुकको पासवर्ड चाहिँ कसरी पत्ता लगाउन सकिन्छ। आउनुहोस् यो फुल भिडियोमा तपाईहरुलाई म स्क्रिन शेयर गरेर बताउने छु। फुल भिडियो हेरेर तपाईहरुले सिक्नु होला, हेर्नु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। फर्स्टमा हामीले यहाँ सेटिङ ओपन गर्छौं। सेटिङमा गइसकेपछि हाम्रो यहाँ तल तपाईले हेर्न सक्नुहुन्छ गुगल भनेर अप्सन छ। गुगलमा क्लिक गर्छौं। गुगलमा क्लिक गरिसकेपछि यहाँ अल सर्भिसेसमा जान्छौं। अल सर्भिसेसमा गइसकेपछि हाम्रो यहाँ तल स्क्रल गरिसकेपछि अटोफिल विथ गुगल छ। कुनै-कुनैमा अटोफिल मात्र आउँछ, त्यसमा अटोफिल गर्नु होला। अनि त्यसपछि यहाँ तपाईले गुगल पासवर्ड म्यानेजर छ, त्यसमा क्लिक गर्नु होला। अनि त्यसपछि यस्तो खालको इन्टरफेस खुल्छ अनि त्यसमा फेसबुकमा क्लिक गर्नु होला। यहाँ तपाईको आफ्नो लक स्क्रिन माग्छ, पासवर्ड माग्छ, त्यो पासवर्ड आफ्नो दिनु होला। अनि त्यसपछि यहाँ तपाईले आफ्नो फेसबुकको हेर्न सक्नुहुन्छ पासवर्ड हामीले विदाउट रिसेट हामीले यसरी फेसबुकको पासवर्ड पत्ता लगाउन सकिन्छ।